अरू कुनै सङ्घ संस्थाबाट हजुरहरू कोही आउनुभएको छ कुनै हुनुहुन्छ भने मैले मन्दिरको तर्फबाट गरिएको यो श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम सकेको हुनाले मन्दिर तर्फबाट कार्यक्रम समापन भएको अनुरोध गर्दछु। वासुदेव परामखा वासुदेव परा योगा वासुदेव परा क्रिया वासुदेव परम ज्ञान वासुदेव परतप वासुदेव परम वासुदेव परा क्रिया भनेर बताइदिनु भयो। अर्थात् वेदको सार पनि वासुदेव कृष्ण, अनि यज्ञको सार पनि श्री कृष्ण, योगको सार पनि श्री कृष्ण हुनुहुन्छ, अनि कर्मको सार पनि कृष्ण हुनुहुन्छ, ज्ञानको सार पनि कृष्ण, तपको सार पनि कृष्ण, धर्मको सार पनि कृष्ण नै हुनुहुन्छ भनेर भागवतमा स्पष्ट बताएको छ। र सबै देवी देवताहरूले कृष्णलाई भोट हालेको हामीहरूले पायौँ। अब होला नि देवताहरूले त हाले, अब देवीहरूले चाहिँ कसलाई भोट हालेका छन् त त्यो पनि सुन्न पाउन त भने जस्तो लाग्यो होला तपाईँहरूलाई, होइन? देवताले त ठिकै छ भोट हालेछन्, अब देवीहरूको त धेरै फेरि शक्ति छ नि त, होइन? माताहरूको खाता ठुलो हुन्छ, होइन? अहिले उहाँ इन्डियामा पनि माताहरूलाई सरकारले 10,000 11,000 19,000सम्म बाँडेछ भोट पाइन्छ भनेर। आसाममा सबैले भोट पाएर जितिसक्यो उसले। माताहरूको धेरै शक्ति हुन्छ, शक्तिको। त्यही भएर माताको चाहिँ के रहेछ त भनेर सोद्धाखेरि अब देवी भागवतमा बताएको छ, सर्वेश्वरेश्वरे कृष्ण सर्वकारण कारणे सर्वाद्य सर्वदेवानां सेव्यम सर्व अन्तरात्मना भनेर बताइदिनु भयो देवी माताले त। झन् सबै ईश्वरका पनि परम ईश्वर, सृष्टिको कारण महाकारण कृष्ण नै हुनुहुन्छ र सबैको हृदयमा वास गर्ने पनि उहाँकै अंश हो। कृष्णदेखि अर्को परमात्मा पूर्ण ब्रह्म कोही हुनै सक्दैन भनेर यस प्रकारले उहाँले त्यहाँ बताइदिनु भएको छ। अनि अब मेरो प्रिय भक्तलाई चाहिँ मलाई पनि प्रिय लाग्ने कृष्ण भक्ति दिन्छु भनेर बताउनु भयो। अहम यमनुगृह्णामि तस्मै दास्यामि निर्मलाम निश्चलाम सुदृढम भक्तिम श्री कृष्णम परमात्मने। र मेरो प्रिय भक्तलाई म कृष्णको भक्ति दिन्छु किनभने मलाई पनि त्यो प्रिय लाग्छ। अनि अप्रिय भक्तलाई चाहिँ संसारकै धेरै धन सम्पत्ति मान सम्मान दिएर अल्मल्याइदिन्छु भन्नुभएको छ। अब त्यो चाहिँ सपना जस्तो हुन्जेली छ, झलासेपी हुन्छ त केही पनि छैन, पछि काम लाग्छ। पछि काम लाग्ने चाहिँ म मेरो प्रिय भक्त दिन्छु यसरी बताउनु भएको छ। र अब विचार गरौँ त कृष्ण देवी देवता कृष्णमा कति फरक रहेछ? धेरै फरक रहेछ नि त, होइन? अब सबै भगवान एउटै त हुन् भन्न कहाँ पाइँदो रहेछ त? पाइँदो रहन्छ। यहाँ के भनेको छ भन्दा माया नेक रूपेण व्यापेक एव हि निर्गुणे करोति तस्य समता ब्रह्म हत्या लभेत्तु छ भनेको छ। यो मायाको सृष्टि रच्दाखेरि परमात्माले कारण ब्रह्म अनि कार्य ब्रह्म बनाएर चाहिँ धेरै कर्मचारी बनाएर सृष्टि गरेको छ। अब ती कर्मचारीसँग परब्रह्मको तुलना गरेर एउटै हो कसैले भन्यो भने ब्रह्म हत्याको दोष लाग्छ अरे। त्यसले गर्दा त्यो भने कस्तो हुन्छ भन्दा राष्ट्रपति प्रधानमन्त्री र यहाँको हवलदार एउटै हुन् भने जस्तो भयो। तल र राष्ट्रपतिको दर्जा मिल्छ त? चाहे जस्तै भए पनि मिल्दैन नि। अब पाहाडमा बस्ने कहिले तल नझरेको आएको छ भने सरकारी कर्मचारी यहाँ छन्, गेटकिपर बसेका छन् भने नमस्कार सरकार भन्छन्। अब त्यो हवलदारलाई पनि सरकार भन्छ उनीकै छैन नि त। अब उसलाई त माफ पनि हुन्छ बरु, अब नबुझेर उसले त अब त्यो दर्जा दिएको। तर कति फरक छ भन्ने कुरा त बुझ्ने मान्छेलाई थाहा हुन्छ। त्यसले गर्दा यसरी शास्त्रमा सबै कुरो छुट्याएर बताइदिएको छ। अब यो छुट्याएर बताइदिएको कुरामा पनि मान्छेले शङ्का गरेर आफ्नो बुद्धि लगाएर त्यसरी भन्यो भनेदेखि उसलाई दोष लाग्छ भनेर यसरी बताएको छ। अब स्पष्ट भयो हामीहरूलाई कृष्ण नामको कति महिमा रहेछ, कति गरिमा रहेछ भनेर यो कुरा हामीहरूले बुझ्न पायौँ। अब कृष्ण त कृष्ण, कुन कृष्ण? कृष्णमा आएर पनि भेद छुट्टिनु पर्यो नि त, होइन? कृष्ण भन्दा पनि कृष्णको नाम ठुलो भनेको। कृष्ण भन्दा कृष्णको नाम ठुलो हो भनेको सुन्दा अर्जुनलाई एक दिन शङ्का लागेछ। भगवान भन्दा भगवानको नाम ठुलो चाहिँ कसरी हुन्छ त? मलाई त पचेन यो कुरा त। डाइजेस्ट भएन भनेर अब भगवानलाई नै सोध्नु पर्यो, अरू छैनन् भनेर कृष्णलाई आएर सोधेछ। तपाईँ भन्दा तपाईँको नाम ठुलो कसरी भयो मलाई चित्त बुझेन प्रभु भनेर अर्जुनले सोधेछ। भगवानले भन्नुभएको छ अब आफ्नै नामको बढाइ आफ्नै मुखले गर भने त मूर्ख भन्छन् अर्जुन। मैले त भन्न सुहाएन, कसले भनिदिन्छ त मलाई भन्दा अब तिमीलाई जान्न मन लागेछ भने उ त रुखको फेदमा जाऊ, त्यहाँ एउटा कागको बच्चो छ त्यसले भनिदिन्छ भन्। कागैले भन्छ भने त तपाईँलाई किन दुःख दिन्थे, म त्यहीँ जाने पर्यो प्रभु भनेर गएछन्। नभन्दै त्यहाँ गएको कागको बच्चो फेला पर्यो। अनि ए काग भन् त कृष्ण भन्दा कृष्णको नाम ठुलो कसरी भयो
भनेर अर्जुनले सोधेको त गरेर भक्कै लडेको थियो, मरि पो हालेछ त। अर्जुनलाई शङ्का लाग्यो, यो मैले सोधेर मरो कि काल आएर मरो? सोध्ने बित्तिकै मरिगयो, यो त शङ्का लाग्ने विषय भयो नि त। अब मरिगयो, अरू कसलाई सोध्नु? अब अरू थिएन, फर्केर आएछन् अर्जुन। भएन प्रभु, त्यसले त भन्नै नभ्याइ मरो। अब काल आएर मरो कि मैले सोधेर मरो त्यो चाहिँ मैले जान्न सकिनँ, तर भ्याएन, भन्नै भ्याएन त्यसले। भ्याएन। ए तिमी अलिक गलत टाइममा गएछौ कि क्या हो? यसो गर नि त, अब अर्को ठाउँमा जाऊ। कहाँ जाउँ त भन्दा, फलानाको गोठमा अहिले भर्खरै एउटा बाछी जन्मिएको छ, टाटे पाङ्री बाछी छ, त्यसलाई गएर सोध, त्यसले भनिदिन्छ ल। अब त्यो पनि हेरौँ भन्दै गए अर्जुन जान त। नभन्दै गएर हेरेको शङ्का लाग्यो, भाइ यो पनि मर्ने हो कि? अब अघि पो कागको मालिक थिएन, कसैले के यसको त मालिक होला होइन? त्यसका मालिकले देख्यो भने त फेरि मलाई ढाड भाँच्ला। यसो सबैतिर हेरेर कोही नभएको एकान्त पारेर चप्पल सप्पल हातमा बोकेछन्, धोती मजाले कसेछन्, मरिहालेछ भने टाप कसिहाल्छु भनेर। अब नसोधे पनि भएको छैन, जान्ने इच्छा छ। अनि गएर गौमाता बाछी भनिदिनुहोस् त, कृष्ण भन्दा कृष्णको नाम ठुलो कसरी भयो भनेको त बा गरेर भक्कै लडेछ बाछो त। अर्जुन टाप कसेछन्, त्यहाँबाट पछाडि नहेरिकन कुदेर गएछन्। बाबा रे बाबा, आजदेखि कान पक्रे, कहिल्यै सोधिदिने यो प्रश्न। अब यो खतरा प्रश्न रहेछ, जसलाई सोध्यो त्यही मरिहाल्दो रहेछ। यो कस्तो प्रश्न रहेछ त भने, घरमै बसे तर भोक पनि छैन, तिर्ख छैन, जतिखेर उठ्दा बस्दा खाँदा पिउँदा सुत्दा त्यही प्रश्न मनमा आउँछ। बस्नु खप्नु भएन। अब चाहिँ भगवानलाई नै भन्न लाउँछु, कहीँ सोध्न जान्न भनेर अर्जुन फेरि भगवान बैठा आउनु भएछ। प्रभु अब चाहिँ आफ्नै मुखले हजुरले भनिदिसियो, अरूतिर गयो भने त सबै भकाभक मर्दा रहेछन्। अब मैले नसोध्ने भएहरूलाई तपाईँले भनिदिनु पर्यो भन्दा श्रीकृष्ण हाँस्दै हाँस्दै भन्नुभएछ, अब 3 चोटि प्रयास नगरी त म कहाँ भन्छु त अर्जुन? मैले भन्न त्यसै पनि मिल्दैन। अब 1 चोटि तिमीले प्रयास गर्नै पर्छ, अनि पनि भएन छ भने चाहिँ मै भनिदिन्छु। लो, यो कुरो मेरो वचन दिएँ मैले भन्नुभएछ। अर्जुन छक्क परे, अझै पो पठाउन आँटे त, कसलाई मार्नु? अब चाहिँ कसलाई मारौँ त प्रभु भनेछन् अर्जुन। अब मार्छौ कि कसरी सोध्छौ त्यो तिम्रो कुरा हो, तर तिमीले अझै एकचोटि जाने। कहाँ जाने भन्दा, एउटा राजाको छोरो राजकुमार जन्मिएको छ। अब म मर्ने भएँ। अब राजकुमार मर्यो भने मलाई राख्छ नि त? बुढेसकालमा बल्ल बल्ल जन्मेको होला त्यो पनि। कस्तो छ त प्रभु भन्दा, त्यसका अङ्ग बङ्ग बाङ्गा टिङ्गा छन्, कुँजो छ होइन, हुन चाहिँ राजकुमार हो, कुँजो छ। त्यसलाई गएर सोध्यो भने पक्का त्यसले चाहिँ भनिदिन्छ भन्नुभएछ श्रीकृष्णले। कसरी अब तिमी जान, कसरी दिमाग लाउँछौ सोध्छौ त तिम्रो टेन्सनको विषय भयो। अनि पनि भएन भने तिमी म बैठौँ, आउनु, तिम्रो शङ्का समाधान गर्छु भन्नुभएछ। अर्जुनले धेरै दिमाग लगाए, के गरौँ कसो गरौँ भन्दा अब दिमागमा आएछ अब वैद्यराज हुनु पर्यो भनेर एकदम दाढी जुगा लामा लामा लगाएर चाहिँ अनि बाघको छाला बेरेर चाहिँ शङ्कर भगवान जस्तो डम्बरू बजाउँदै बजाउँदै गएछन्। त्यहाँ जाँदा त को आयो यस्तो जादु देखाउनेवाला आयो भनेर मान्छे यति नै भेला भइहालेछन्। तपाईँ के गर्नुहुन्छ भन्दा, म त वैद्यराज हो, के निको पार्नुहुन्छ भन्दा, सबै बिमार निको पार्छु म, अलराउन्डर हो। अन्धा बहिरा बाङ्गा टिङ्गा लङ्गडा सबै सिधा पार्छु म भने। ओहो, लु हाम्रो त राजकुमारै बाङ्गो टिङ्गो छ। कति पैसा लिनुहुन्छ त तपाईँले? फ्री अफ कस्ट, पैसै लाग्दैन, त्यसै निको पार्छु, तर एउटा शर्त छ भनेछन्। के शर्त छ भन्दा, मलाई एकान्त ठाउँ चाहिन्छ। मैले औषधि गरेको अर्काले देखो सुनो भने औषधिले काम गर्दैन। त्यही भएर एकान्त ठाउँमा पुर्याइदियो भने चाहिँ म जस्तो बिमार पनि निको पार्छु भन्छ। ए लैजाऊ न 10 किलोमिटर जङ्गलमा छोडेर आऊ, पैसा लिँदो रहन्छ, आखिरी निकै पार्छ भने त के भयो र, रथमा हालेर लैजाऊ भनेछ राजाले। छोरोको बिमार निको नभएर बिजोग भइराखेको राजकुमार, अनि रथमा हालेर जङ्गलभित्र लगेर छोडिदिएछन्। अनि फर्केर आए। अर्जुनले कुर्कुच्चो उचाली उचाली हेरे बा, लुकेर कसैले हेर्दै सुन्दै पो छ कि भनेको कोही रहेन। अब मौका पारेर अर्जुनले सोधेछन्, ए बाबु भन त, कृष्ण भन्दा कृष्णको नाम महिमा ठुलो कसरी भयो भनेको त त्यो सुन्ने बित्तिकै अर्जुन त छक्कै परे। त्यसका ती बाङ्गा टिङ्गा त सबै खडाखुडुक सिधा भएछन्। के भयो गुरुजी भन्छ भन, म गुरु कि तिमी गुरु? म तिमीलाई सोध्दैछु, अनि तिमीले चाहिँ भन न, अब कृष्ण भन्दा कृष्णको नामको महिमा ठुलो कसरी भयो भनेको भनेर फेरि सोधेछ। फेरि सोद्धाखेरि त दण्डवत लाठी जस्तो सुतेर प्रणाम गरेछ त्यसले त। प्रणाम गुरुजी भन्छ फेरि, म त मर्छु कि क्या हो, म कताबाट गुरु भएँ?
म तिमीसँग जान्न खोज्दैछु भनेर भन्दा अनि उसले भनेछ प्रभु यसो छ नि त कुरो, म पहिले मेरो पूर्व जन्मको पापले गर्दा नर्कमा गएँ, नर्क जाने हर्क त थिएन तर त्यो पापले लिएर जाँदो रहेछ, त्यहाँ गएर भोग्दा 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 हत्तु भएँ अनि रहेको खुजुरा पापले यो 84 लाख योनि घुम्दै घुम्दै कागको योनिमा आएँ। सबैभन्दा तल्लो कागको योनिमा का गरेर कराउँथे, कराएकै खप्न सक्दैन थिए, मान्छेले ढुङ्गाले हानिहाल्थे, अलक्षिणी आयो भन्थे के यो जीवन कसरी बिताउँ प्रभु भन्दै थियो। तपाईँले आएर कृष्ण नाम सुनाइदिनु भयो, सुनाउने बित्तिकै मेरा पाप निकै खत्तम भइहालेछन्। त्यो पाप कागको तन तुरुन्तै त्यागे अनि त्यागेर पवित्र गौ माताको कुलमा बाछी भएर जन्मेको थिएँ होइन। अझै खुजुरा पाप सिद्धिएको रहन्छ, पशु योनिमै जानु पर्यो जान चाहिँ। तर गौ माता भन्छन् तिहारमा एकचोटि त पूजा गर्छौँ कमसेकम भनेर सोच्दै थिएँ। फेरि मच्छरले टोकेर भुत्तुकै पार्दो रहेछ, म न मच्छरदानी न केही, कसरी यो जीवन बिताउँ भन्दै थियो। तपाईँ फुत्रुकै आइपुग्नु भयो कहाँबाट, फेरि आएर तपाईँले फेरि कृष्ण नाम सुनाउनु भयो, अझै खुजुरा पाप सिद्धिएछ। त्यो तन पनि तुरुन्तै त्यागे अनि त्यागेर राजाको छोरो राजकुमार भएर जन्मिए। अब जन्मिन त तर अझै खुजुरा पाप सिद्धिएको रहेनछ, कुजो भएर जन्मिए। बाङ्गा र टिङ्गा अङ्ग भङ्ग छन्, राजाको छोरो कुजो मोरो भन्छन् सबैले। यो जिन्दगी कसरी बिताउँ कहिलेसम्म यो सुन्नु पर्यो प्रभु भन्दै थिएँ। फेरि तपाईँ टुप्लुकै आउनुभयो, फेरि आएर कृष्ण नाम सुनाउँदा त मेरा बाङ्गा टिङ्गा सबै सिधा भयो। भाइ कति राम्रो भयो। म अर्कोचोटि कृष्ण नाम सुन्दा त म कृष्णको अनन्य भक्त भएँ। तपाईँ 3 जन्मको मेरो गुरु हो, 1 जन्मको होइन। अनि तपाईँलाई दण्डवत नगरेर मैले कसलाई गर्नु त भन्छ त्यो त। अब अर्जुनलाई बुझ्न गाह्रो भएन, कृष्णलाई त कागको कथा पनि थाहा थियो नि त, बाछीको कथा पनि थाहा थियो कृष्णलाई होइन, लङ्गडोको कथा कुजोको पनि थाहा थियो। कृष्णले ठिक पारे त, केले ठिक पारो? नामले। कसको नामले? कृष्णको नामले। त्यसले गर्दा परमात्माले भन्नुहुन्छ अरे तू मेरे नाम में तो मैं तेरे काम में, तू अपने काम में तो मैं अपने धाम में। कृष्ण को नया लाल कि मेरो नाम लिएर काम गर। यी त मान्छेले भन्छ त्यहाँ गएर मेरो नाम लिनु, तिम्रो काम भएन भने मलाई भन्नु भन्छ हौ मान्छेले। मान्छेको नाम लिएर त काम हुन्छ भने परमात्माको लिएर काम हुँदैन त। तर हामी लिँदैनौँ र पो कुरो बिग्रिन्छ त। पहिले नाम लिएर काम सुरु गर्नु पर्दछ, त्यो काम अवश्य पुरा हुन्छ। तर कसको नाम? अब नामको पनि बजार छ। कुन नाम? ए बन्दे भूल मत धीरज से काम ले, नाम ले तो उसका ले जो गिरते को थाम ले। कृष्ण कन्हैया लाल के। जब महाप्रलयमा सबैलाई प्रलय भएकोमा सबैलाई थामेर 8 भिस्तमा सबैलाई कायम गर्दै अक्षरातीत परम धाममा ब्रह्म आत्मालाई, ईश्वरी आत्मालाई अक्षरधाममा, जीवलाई 8 भिस्तमा कायम गर्ने त अक्षरातीत पर ब्रह्म परमात्मा श्री कृष्ण हुनुहुन्छ। त्यसले गर्दा उहाँको चाहिँ नामको कुरो गरेको मैले। सबैभन्दा ठुलोको, सबैभन्दा महानको रुखमा चढेर म ठुलो भएँ भन्दैमा कोही ठुलो होला र? सबैले ठुलो भन्नु बनाएको हुनु पर्यो नि। मन्त्री हुन त सबै खोज्छन्, को हुन्छ त भन्दा जसलाई सबैले भोट हाल्यो त मन्त्री भयो नि त। कसलाई सबैले भोट हालेको रहेछ त अहिले हामीहरूले बुझ्यौँ नि होइन। नभए त म ठुलो भन्न छोड्दैनन् कोही। अलमस्त युवा मदमस्त हुआ, घनघोर घटा कहे मैं बड़ा तो अंधकार में क्यों छिपा, अंधकार कहे मैं बड़ा तो सूर्य से क्यों उड़ा, सूर्य कहे मैं बड़ा तो बादल में क्यों छिपा, बादल कहे मैं बड़ा तो हवा से क्यों उड़ा, हवा कहे मैं बड़ा तो पर्वत क्यों न हिला, पर्वत कहे मैं बड़ा तो चूहा से छेद क्यों हुआ, चूहा कहे मैं बड़ी तो बिल्ली से क्यों मरी, बिल्ली कहे मैं बड़ी तो सिंह से क्यों डरी, सिंह कहे मैं बड़ा तो इंसान के बस में क्यों पड़ा, इंसान कहे मैं बड़ा तो धुलाबारी में क्यों खड़ा, इंसान कहे मैं बड़ा तो धरती में क्यों खड़ा, धरती कहे मैं बड़ा तो शेष के फण में क्यों पड़ा, शेष कहे मैं बड़ा तो शंकर के गले में क्यों पड़ा, शंकर कहे मैं बड़ा तो कैलाश में क्यों खड़ा, कैलाश कहे मैं बड़ा तो रावण से क्यों हिला, रावण कहे मैं बड़ा तो बाली के काखी में क्यों पड़ा, बाली कहे मैं बड़ा तो राम के बाण से क्यों मरा, राम कहे मैं बड़ा तो विष्णु कृष्ण बन के क्यों आया, विष्णु कृष्ण कहे मैं बड़ा तो गोलोकी कृष्ण बन के क्यों आया, गोलोकी कृष्ण कहे मैं बड़ा तो अक्षरातीत पूर्ण ब्रह्म कृष्ण बन के क्यों आया, अक्षरातीत कृष्ण कहे मैं बड़ा तो सुंदर साथ के दिल में क्यों पड़ा। बोलो कृष्ण कन्हैया लाल की। सबैभन्दा बडा को रहेछ हजुर? भक्त जसले
आफ्नो भक्तिको डोरीले, अनन्य भक्तिको डोरीले परमात्मालाई हृदयमा बाँध्न सको त्यो भन्दा ठुलो अरू कोही पनि रहन्छ। त्यसले गर्दा स्वयं परमात्माले पनि के भन्नुहुन्छ, भगवानले भन्दा अहम भक्त पराधीन, म कसैको अधीनमा छुइनँ तर भक्तको अधीनमा छु म पनि। भगत के बस में हे भगवान, हैन? अरू कसैले बसमा पार्न सक्दैन, भक्तिले मात्रै हो परमात्मालाई बसमा पार्ने। त्यसले गर्दा अक्षरातीतलाई बसमा पार्नु छ भने ज्ञानयुक्त भक्ति हुनुपर्दछ, अनन्य भक्ति हुनुपर्दछ। त्यो भक्तिले मात्रै परमात्माको शक्ति आउन सक्छ। ए त्यसो पो रहेछ त कुरो त बुझ्यो, तर शङ्का आयो। के शङ्का आयो? अनि यत्रो देवी देवताले पनि कृष्णकै भक्ति गर्ने, सबैभन्दा ठुला कृष्ण नै रहेछन् भन्ने कुरा त बुझ्यो। त्यसो भए सबैले कृष्ण भक्ति किन नगरेको त? त्यस्तो थियो भने त सबै कृष्ण भक्त हुनु पर्थ्यो नि त यहाँ भन्ने शङ्का आउनु स्वाभाविक हो, होइन? सतगुरु महाराज की। अब त्यस्तो शङ्का आयो भने तपाईहरुले ध्यानले सुन्नुहोस् है, नबोलिकन सुन्नुहोस् है। एकछिन चाहिँ म एकछिनमा सकिहाल्छु, टाइम पुरा हुन आँट्यो, हैन? कृष्ण भक्ति त्यस्तो महिमा हो भने सबै कृष्ण भक्त किन भएनन् त भन्नुहुन्छ भनेदेखि एक ठाउँ भने पनि मान्छेले त्यसको उत्तर के त भन्दा सबैभन्दा धेर किम्ती त हीरा र मोती सुन चाँदी हो नि त, हैन? तर सुन चाँदीको हीरा मोतीको दोकानमा भिड हुन्छ कि सब्जी बजारमा भिड हुन्छ? अहिले हीरा मोती किन्ने त औकात पनि त चाहियो नि त, हैन? पैसै छैन भने त हीरा मोती दोकानमा किन जानु? किन्नै सक्दैन, क्षमतै छैन भने त्यहाँ जाँदैन नि, त्यहाँ भिड हुँदैन। भिड हुँदैन भन्दैमा त्यो होइन कि सब्जी चाहिँ धेर मुगो हो, हीरा मोती मुगो छैन भन्न कसैले मिल्ला त? त्यस्तै हो, कृष्ण भक्ति गर्नु भनेको चाहिँ हीरा मोतीको सौदा गर्नु जस्तो हो। कृष्ण नाम के हीरे मोती मैं बिखराऊं गली गली, ले लो रे कोही प्रभु का प्यारा आवाज लगाऊं गली गली भनेर भजन गाइन्छ। त्यसले गर्दा कृष्ण भक्ति रूपी हीरा पाउनलाई कति अरू भक्ति गर्नुपर्छ त्यो पनि बुझ्नुपर्छ। त्यति गरिसकेकै छैन अनि त्यहाँ कहाँ श्रद्धा आउँछ त? कुरो बुझेर पनि उसले ग्रहण गर्न सक्दैन त्यो। अब यो म तपाईहरुलाई भन्छु, हरितन्त्रको प्रमाण छ। हरितन्त्रमा के बताएको छ भने अन्यसावताराणाम सेवम य पञ्च जन्मसु करोति तस्य हयग्रीवे देवे देवी रतिर्भवेत्। र अन्य अन्य साना साना देवी देवताको 5 जन्मसम्म भक्ति गरे पछाडि अनि हयग्रीव भगवानमा श्रद्धा आउँछ अरे। तत्रापि तन्मना देवी नरस्य 10 जन्मसु प्रहलाद रक्षके तस्य श्री नृसिंहे रतिर्भवेत्। अनि ती हयग्रीव भगवानको 10 जन्मसम्म भक्ति गरे पछाडि नृसिंह भगवानमा श्रद्धा जाग्छ अरे। तत्रापि यदि तच्चित्तो नरस्य 100 जन्मसु रघुनाथ पदाम्भोजे भक्तिं प्राप्नोति शाश्वतीम्। अनि ती नृसिंह भगवानको 100 जन्मसम्म भक्ति गरे पछाडि अनि उनलाई रघुनाथ सीताराम भगवानमा श्रद्धा आउँछ अरे। अनि सीताराम पो भक्ति गर्न थाल्दछन्। तस्य सीतार्पतेर्यस्तु सहस्रान्तेषु जन्मसु भवत्येव फलम तस्य नारायण परायण। सीतारामको 1000 जन्मसम्म भक्ति गरिसके पछाडि बल्ल लक्ष्मी नारायणमा श्रद्धा जाग्दछ अनि लक्ष्मी नारायणको भक्ति गर्न थाल्छ। त्यो भक्तले श्रेणी चढ्दै चढ्दै जानु पर्यो। तत्रापि निश्चलमना नरकोटन्त जन्मसु श्रीकृष्णस्य पदाम्भोजे भक्ति साधना पाइनी। अनि नरनारायणको पनि 1 करोड जन्मसम्म 1 कोटी जन्मसम्म भक्ति गरे पछाडि बल्ल कृष्ण भक्तिमा उसलाई श्रद्धा जाग्छ अनि कृष्ण भक्ति उसले गर्न थाल्दछ। अब कृष्णमा आइपुग्यो। अब कृष्णमा आएर पनि कति गर्नुपर्छ त भन्दा यन्य भक्ति कृष्णस्तु करोति 7 जन्मसु वरम तव्य फलम तोयम ज्ञान सञ्चिति मोचनम। कृष्ण भक्तिमा आएर पनि 3 जन्मसम्म विष्णु कृष्णको 3 जन्मसम्म गोलोकी कृष्णको गरेपछि 7वां जन्मको पालीमा मात्रै अक्षरातीत परब्रह्मको भक्ति मिल्छ। त्यसैले गर्दा भिड छैन, टेन्सन नलिनु। त्यति सजिलो भेटिँदो रहेनछ यो। र कति गर्नु पर्दो रहेछ त कुल मिलाएर भन्दाखेरि 1 करोड 1122 जन्म भक्ति गरिसकेपछि 23 जन्मको पालीमा चाहिँ अक्षरातीत श्रीकृष्णको भक्ति मिल्दो रहेछ। त्यसले गर्दा यो जन्ममा अक्षरातीतको भक्ति गर्ने श्रद्धा आएर भित्रबाट आफै मन आएर हामीले लिन आट्यौं भने चाहिँ त्यो पहिले गरिसकेका रहेछौं अनि आयो भनेर बुझ्नुपर्छ, हैन? यो शास्त्रमा बताइएको स्पष्टीकरण छ। त्यसले गर्दा शङ्का गर्नु हुँदैन, प्रेमसँगले परमात्माको भक्ति गर्नुपर्छ। त्यति गरेको हुनु पर्यो। त्यति मात्रै गरेर पनि पुग्दैन। त्यति मात्रै गरेर किन पुग्दैन त भन्दा अब हामीहरूले
पवित्र बनेर परमात्माको अनन्य भक्ति गरेका हुन्छौँ हैन। अब यहाँ यी सबै अरू 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 शास्त्रले भने, अब कृष्णले चाहिँ के भन्नुभएको छ? कृष्णले भनेको चाहिँ तपाईँ हामीले गीतामा सुन्न पाउँछौँ। श्री कृष्णले अर्जुनलाई कसरी बताउनु भएको छ त्यहाँ गीताको प्रसङ्गमा आउँछ। दुई पंक्ति गाउँ है त, नेपालीमै छ, सबैले दोहोऱ्याउनु होला, आएन भने मुख हल्लाइदिनु। कृष्ण कन्हैया लाल की। आजका अर्जुन हामी हौ, के भन्नुहुन्छ? आउन अर्जुन लौ मेरो शरणमा भन्नुहुन्छ, श्री कृष्ण गीतामा आयो भने पाप सबै नासेर मोक्ष दिन्छु संसारै तारेर। 14 लोक ब्रह्माण्डमा मोक्ष कतै छैन, म कृष्णलाई पाए बिना मोक्ष कबै हुन्न। मलाई जान्न आउ मेरो शरणमा भन्नुहुन्छ, श्री कृष्ण गीतामा। बोलो कृष्ण कन्हैया लाल की। अब भजन त लामो छ, मैले थोरै गाएँ समय कम भएको कारणले। अब कहाँ भनेको छौ त्यसो चाहिँ मेरो शरणमा आयो भने पाप साफ गरिदिन्छु भनेर चाहिँ भनेको छ र गीतामा भने जस्तो पनि लाग्यो होला। म तपाईँहरूलाई अध्याय सहित श्लोक नम्बर दिन्छु, गएर पल्टाएर हेर्नु होला। 18 अध्यायको 66 श्लोकमा श्री कृष्णले के भन्नुभएको छ भन्दा, सर्वधर्मान परित्यज्य मामेकम शरणं व्रज अहम त्वा सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुच। तिमी सबै प्रकारको लोक परलोकका धर्म त्यागेर मेरो शरणमा आऊ, म तिम्रा अहिलेसम्मका पाप सबै खरानी बनाएर तिमीलाई मोक्ष दिन्छु भनेर श्री कृष्णले भन्नुभएको छ। त्यहाँ छ कि छैन? छ। अब त्यसरी कृष्णले भन्नुभएको छ। तर अब प्रश्न आउँछ है। प्रश्न के आउँछ भनेदेखि कृष्णले त्यसो भनेको रहेछ कसलाई? अर्जुनलाई। त्यो त अर्जुनलाई पो भने त हामीलाई कहाँ भने होला त, हामी त कति पापी छौँ भन्छन् धेरै अरू फेरि। अब कृष्णले त्यसको पनि बताइदिनु भएको छ। अपि चेत्सु दुराचारो भजते माम अनन्यवत् साधुरेव सम्यक सम्यक तव्यक सम्यक व्यवस्थितो हि स। तिमी चोरको सरदार हो भने पनि, सबै पाप तिमीले गरेको छ भने पनि आएर शरणागति भएर आजदेखि गर्दिन भन्यो भने तिमीलाई म साधु मान्छु भनेको छ। र त्यसोले गर्दा हामी सबैलाई भनेको रहेछ भन्ने कुरा त्यहाँबाट बुझियो। अब त्यसो भएदेखि अर्जुन मेरो शरणमा आएर शरणागति भयो भने तिमीलाई मोक्ष दिन्छु पाप साफ गरिदिन्छु भने रहेछ नि हैन। त अर्जुन त शिष्यस्तो हम साधु माम त्वम प्रपन्नम, मलाई शिष्य जानेर चरणमा स्वीकार गर्नुहोस् भनेर समर्पित पनि भएका हुन्। अनि अर्जुनको पाप सबै माफ भयो त? अर्जुन मरेर कहाँ गए? महाभारतमै कथा आउँछ, महाभारतमै लेखेछ, हेर्नु पनि भएको होला। कहाँ गए? अर्जुन मरेर कहाँ गए? अहिले यहाँ स्वर्ग वैकुण्ठ भन्ने पनि निक्लिन्छ नि, यताबाट नर्क गयो भन्नुभयो। अति स्वर्ग वैकुण्ठ गयो भन्नेले ठाडा आँखा पारेर हेर्न थाले। कसरी गए त? त्यत्रो गीता सुनेको भगवान अगाडि बसेर, अनि सबै पाप माफ गरिदिन्छु भनेको होइन त, अनि कसरी चाहिँ नर्क गए त? शङ्का आइगयो आएन? तर यो प्रश्न अहिलेसम्म सोध्न भ्याएको थियो, फुर्सदै भएन सोध्ने। कहाँ गडबड भयो त? भगवानले त वचन दिएको थियो, अर्जुन शरणागति पनि भएका हुन्, पाप माफ किन भएन उनको? पाप माफ किन भएन? रहस्यात्मक प्रश्न हो नि त हैन। कहाँ गडबड भयो भन्दा अर्जुनले चिन्न सकेनन्, गडबड त्यहाँ भयो। प्रभु तपाईँ को हुनुहुन्छ, मलाई दर्शन दिनुहोस् भने भगवानले विराट रूप देखाउनु भयो। अर्जुनले देख्न सकेनन्। प्रभु मेरो आँखा त हेर्नै सकेन, अर्को दिनुभन्दा दिव्य दृष्टि दिए, हेर्दाखेरि भगवान विष्णुको विराट रूप देखियो। ए विष्णु भगवान परमात्मा पूर्ण ब्रह्म हुनुहुँदो रहेछ भनेर विष्णु भगवानमा समर्पित हुनुभयो। अब विष्णु भगवानको त पाप माफ गर्ने ठेका होइन नि त, त्यो ठेका त परमात्माले चाहिँ दिएको थियो नि त। परमात्माले मात्रै पाप साफ गर्न सक्नुहुन्छ, अरूले त माफ गर्ने क्षमता छैन, हो कि होइन? हाम्रो देशमा पनि देशद्रोही निक्लेर आजीवन कारावास छ भने माफ गर्ने अधिकार को कसमा हुन्छ? राष्ट्रपति कतिवटा हुन्छन्? एउटा मात्रै हुन्छ। त्यसै गरी अनन्त ब्रह्माण्डपति पनि एक परमात्मा हुनुहुन्छ, उहाँले मात्रै पाप माफ गर्न सक्नुहुन्छ। उहाँको अनन्य भक्ति गरेर शरणागति भएको छ भने, उहाँले चाहनु भयो भने त्यो सम्भव हुन्छ। अर्जुनले चिन्न सक्नु भएन, पाप माफ भएन, र पाप पनि भोग्नु पर्यो, पुण्य पनि भोग्नु पर्यो। अर्जुन जस्ताले त भोग्नु पर्यो भने हामी तपाईँको त हिसाब आउँछ कि आउँदैन? लेखेर राख्दा हुन्छ, नर्क जान कन्फर्म छ। नर्क जान हर्क मानिराख्दा हुन्छ, किनभने जानी नजानी कति पाप गरिएको छ, हो कि होइन? टोके छ भनेर मच्छर मारेकै छ, त्यसको पनि हिसाब आउँछ होइन? हिँड्दा कति कमिला मरे त्यसको पनि हिसाब आउँछ।
एकचोटि ढाँट्दा त नर्क जानु पर्यो कसले एकचोटि ढाँटेको थियो अब 5 पाण्डव हिँडेर स्वर्ग गएका स्वर्गमा पुग्दा त सँगै त कुकुर मात्रै रहेछ दाजुभाइ त कहाँ लडे अघि उहाँ पुगेर हेरेको गेटमै आएछन् इन्द्र अनि जाउँ भन्दा कुकुर पनि जान थाल्यो यसलाई एडमिसन छैन उहाँ भने यो जाँदैन भने मलाई पनि चाहिँदैन तिम्रो स्वर्ग भने अनि यसलाई पनि लिएर गए परीक्षा थिए धर्मराज थिए प्रकट भाइ उहाँ गएर हेर्दा भाइहरू छैनन् कहाँ छन् भन्दा नर्क गए भने नर्क जाने त हर्क थिएन कताबाट गएछन् त त्यता अब के भयो पापी चाहिँ यहाँ छन् धर्मात्मा उहाँ छन् भन्दा उनीलाई सोध्नु हिसाब किताब हामीलाई थाहा छैन भने सोध्न भनेर धर्मराज पनि युधिष्ठिर पनि कहाँ जानुभयो नर्क जानु उहाँ गएर सोद्धा खोइ त भन्दा भित्र हैया आथा गर्दै आफ्नो आफ्नो भोग्दैछन् अनि किन गडबड भएछ नि त भन्दा तपाईँका भाइको थोरै पाप धेरै पुण्य पहिले थोर भोग अनि धेर भोग जाउला भनेर यता राखेको अनि उनीहरूको चाहिँ धेरै पाप थोरै पुण्य पहिले थोर भोग अनि धेर भोग आउला भनेर उता राखेको सँगै पार्दा अर्को महाभारत सुरु भयो भने कसले छुट्याउनु त्यसले गर्दा व्यवस्था मिलाएको मैले त केही पाप गरेको थिएन मलाई यो नर्क आउने हर्क पनि थिएन किन आउनु पर्यो त भन्दा एकचोटि ढाँटेको थियो नरोवा कुञ्जरोवा अश्वत्थामा हतो हतो भने हो कि होइन यस्तो त भगवानले भन्न लाएर भनेको थियो लाउँदैमा भनिहाल्ने थाहा थियो नि त तपाईँलाई हो त्यसले गर्दा आउनु परेको जाँदा हुन्छ सक्यो तपाईँको भने र एकचोटि ढाँट्दा त जानु पर्यो भने हामीले कतिचोटि ढाँटेको होला आफैलाई सोद्धा थाहा भइहाल्छ आफूले पनि बिर्सिन्छ अब चित्रगुप्तलाई थाहा हुन्छ हिसाब किताब उहाँसँग हुन्छ गुप्त गुप्त चित्र सबै खिचेर राखेको छ त्यहाँ होइन अनि ती सबै बारे हाइलाइट गरिदिन्छन् उनले हो त्यस उसले गर्दाखेरि अब हामीहरूले के गर्नुपर्छ त भन्दाखेरि यो पापबाट एकदम अनटच भएर परमधाम जानको लागि अक्षरातीत परब्रह्मकै अनन्य भक्ति गर्नुपर्ने रहेछ अरूको भक्ति गरेर हामीहरूलाई पुग्ने रहेन रहेछ कृष्ण कन्हैया लाल की अब अर्को प्रश्न एउटा श्री कृष्णले गीतामा के भन्नुभएको छ त भन्दाखेरि यद्गत्वान निवर्तन्ते तथाम परमं मम जहाँ गएपछि कहिल्यै फर्केर आउनु पर्दैन त्यो चाहिँ मेरो परमधाम हो भनेको छ कि छैन एक ठाउँ त्यसो भन्नुभयो अर्को ठाउँ के भन्नुभयो भने बहुनी में व्यतीतानि जन्मानि तब चार्जुन हे अर्जुन तिम्रा र मेरा लाखौं जन्म भए मलाई सबै थाहा छ तिमीलाई थाहा छैन म भगवान हो तिमी जीव हौ भन्नुभयो एक ठाउँ भन्नुहुन्छ गएपछि कहिले फर्केर आउनु पर्दैन त्यो मेरो परमधाम अर्को ठाउँ भन्नुहुन्छ तिम्रा र मेरा लाखौं जन्म भए गएपछि फर्केरै आउनु पर्दैन भने तिम्रा र मेरा लाखौं जन्म चाहिँ कसरी भयो कतिचोटि गइयो गइयो अनि आउनै पर्दैन भने कसरी जन्म भयो त यत्र भनेर सोध्ने मान्छे कोही रहन्छ त्यहाँ होइन यो प्रश्न त छ नि त त्यहाँ होइन यसको उत्तर तारतम्यले मात्रै दिन सक्छ तारतम्यको छत्र छायामा आयो भने यो बुझ्यो नभए यो प्रश्न प्रश्नै रहन्छ त्यसले गर्दाखेरि हामीहरूले यो कुराहरू बुझ्नुपर्छ एक ठाउँ श्रीकृष्ण भन्नुहुन्छ सर्वधर्मान परित्यज्य मामेकम शरणं व्रज 18 अध्यायको 66 श्लोकमा सबै थोक त्यागेर तिमी मेरो शरणमा आऊ म जिम्मा लिन्छु तिम्रो भनेर कृष्णले भन्नुभयो अलिक परतिर गएर के भन्नुहुन्छ भन्दा तमेव शरणं गच्छ सर्वभावेन भारत तिमी त्यो परमात्माको शरणमा जाऊ एक ठाउँ यता आऊ भन्नुहुन्छ फेरि उता जाऊ भन्नुहुन्छ अर्जुन दोधारमा परे जानु कि आउनु अब म कता जानु हेर्नुहोस् त कस्तो कन्फ्युजन छ त्यहाँ के छ यो रहस्य पनि तारतम्यले मात्रै खोल्छ अरूले खोल्न सक्दैन तारतम्यको भिजनले हेर्नुपर्छ गीतामा पराविद्या र अपराविद्या छ पराविद्या भनेको ठाउँमा परमधामसँग सम्बन्धित सांकेतिक ज्ञान छ भने अपराविद्यामा फेरि अर्को ज्ञान छ र मान्छे कन्फ्युज भएका हुन् भयो ए भइपुग्यो कवि पनि जाए कृष्ण कन्हैया लाल की ल टाइम त डङ्गै हुन आँटेको छ अब प्रसङ्ग त यहाँ मिठो प्रसङ्ग आएको थियो अब समय पनि सिद्धिएछ सङ्केत पनि भयो अब यत्र भक्तहरू आउनुभयो बस्ने ठाउँ पनि छैन अब हेर्नुहोस् थोरै हुनुहुन्छ त सतगुरु महाराज की प्राणनाथ प्यारे की आज की आनन्द की र यसरी यो प्रसङ्गहरूलाई हामीहरूले सुन्यौँ अब यसलाई बेलुका हामीहरू कन्टिन्यू गर्छौँ है त यो प्रसङ्गलाई यो हाम्रो सिरियल चल्दैछ एक दिनको एपिसोड छुट्यो भने भोलि कुरो बुझिँदैन है सिरियल हेर्दाखेरि एक दिनको बिर्स्यो हेरेको छैन भने पल्ला घरमा गएर सोध्छन् के भयो त्यो भन्छ गोली हानेको थियो नि लाग्यो कि लागेन त्यो बुहारीलाई भनेर अघि गएर सोध्छ कति इन्ट्रेस्ट होइन यो सिरियललाई चाहिँ सोध्छ नि त्यसरी आजको प्रसङ्गमा के आयो मेरो छुटो भनेर कसैले सोधेका छैन मलाई
यो यस्तो कुरा हो हैन। त संसारको नाटक हेर्न चाहिँ त्यत्रो इन्ट्रेस्ट, आफ्नो आत्मा र परमात्माको ज्ञान सुन्न चाहिँ इन्ट्रेस्टै छैन। कृष्ण कन्हैया लाल की सिनेमा हेर्दा कति इन्ट्रेस्ट, त्यति नै इन्ट्रेस्ट लाएर सुन्नु पर्यो यो पनि, र भरे बेलुका पनि आउनु पर्यो। एक ठाउँमा सिनेमा हेर्न गएछ एउटा मान्छे, कस्तो राम्रो लागेछ त, अगाडिको मान्छे चाहिँ हल्लेको हल्लै गर्छ, कति हल्लेको, चुप्प लागेर बस्नु, उहाँ हेर उता भनेछ उसले। होइन हो पान खाँदै थियो कि कहाँ थुकौँ भनेर हेरेको भनेछ। त साथीको गोजीमा थुकिँदैन, किन त्यत्रो हल्लिनु पर्यो भने, है थाहा पायो भने मार्छ, कहाँ थुक्नु गोजीमा, कहाँ थाहा पाउँछ तैँले थाहा पाइस् भनेछ। यसो हेर त अघि भ्याइसकेको रहेछ। कृष्ण कन्हैया लाल की त्यत्रो कन्सन्ट्रेसन, उता हेर्दा हेर्दै गोजीमा थुकेकै थाहा पाएन। कति ध्यान हेर्नुहोस् त। यहाँ कथा सुन्दा चाहिँ कोही आउनु हुँदैन, उतै हेर्न थालिहाल्छौँ हामी होइन। यहाँ कथा सुन्दै चाहिँ यता हेर्दा हुन्छ नि, उता हेर किन ढिलो आएको होला भन्न मनले, जता हेर मन त्यतै जान्छ। किन ढिलो आयो होला, घरमा झगडा भयो होला भन्न थालो मनले। बिचरा उहाँ हस्पिटल गएर आएको, ढिलो भएको थाहा छैन उसलाई। त्यता गएपछि त्यतै हरायो। अब त ज्ञानको पुरा ध्यानै छैन। ध्यान नभइकन ज्ञान हुँदैन, ध्यानले सुन्नुपर्छ। जे गर्दा पनि ध्यान राख्नु है भन्छ नि, यहाँ कथामा चाहिँ झन् ध्यान राख्नुपर्छ। कथामा अथाह मन चञ्चल हुने चान्स धेरै हुन्छ प्यारे सुन्दर साथी भक्त समुदाय। त्यसले गर्दाखेरि बेलुकाको बडा राम्रो प्रसङ्ग छ। तपाईँहरू आफू पनि आउने, अरूलाई पनि ल्याउने, अनि आत्मा कल्याण गर्ने। आउनेमा भन्दा पनि ल्याउनेमा परमात्मा खुसी हुनुहुन्छ अरे। यो कुरा बुझेर बेलुकाको समयमा तपाईँहरू ठ्याक्कै 8 बजेबाट सुरु हुन्छ, सबै आउनु होला भन्दै भन्दै अहिले मैले तपाईँहरूलाई सबैलाई हात जोड्दै प्रणाम गर्दै सामूहिक जापको लागि आग्रह गरे। सबैले सामूहिक जाप गर्न साथ दिनु होला। कृष्ण कन्हैया लाल की श्री कृष्ण सच्चिदानंद पार ब्रह्म पूर्ण परमात्मा श्री कृष्ण सच्चिदानंद पार ब्रह्म पूर्ण परमात्मा श्री कृष्ण सच्चिदानंद पार ब्रह्म पूर्ण परमात्मा, ऐसे नाम को भज भज के सदा सुख लेऊ, हे आत्मा सदा आनंद लेऊ, हे आत्मा। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे